हामी आफै काकड भेटाउने हामी सबै अहिले पहाडमा पनि हामी आफ्नै एकदमै ठिक कुरा धेरै कुरा गरेँ कि क्या भाइले मलाई माया गर्छन् अहिले मेरो यो मजाले फोटो परिरहन्छन् मजाले गरिरहनु 1 घन्टा चाहिँ तिमीले मलाई यो बोलेको बाबु र भाइले भगवान भिडियो गरिरहनु अनि खुसीको कुरा चाहिँ बहिनी मोटी रहेछ मोटाउँदैछन् राम्री भएकी छिन् भाइ 100 त्यो त मलाई आग्यो केही त हुँदैन मार्छ क्या हो हावा पस्यो भने त अनि हावा पस्यो भने त फेरि भरे यहाँ छ त बाबु यो रस है हावा पस्ने चाहिँ हैन मैले त सोचे यता हेर्नु हाम्रो हावा पस्ने तर यो भन्थ्यो होला नि त त्यसो भए त त्यो पनि छ यहाँ पनि रहेछ तर यो त भन्थ्यो होला नि त हामीलाई नगर्ने भए त हावाले अलिक अप्ठ्यारो पार्छ होला त्यस्तै नि रहेछ सजिलो यो त सामानको लागि सामान ओसार्न कति राम्रो छ नि कति टाइमसम्म हुन्छ यो पहाड प्रकृतिको हरियाली कति राम्रो टिकट त छ नि मेरो टिकट त छ कति दामी लाग्छ साह्रै खुसी साह्रै आनन्द भयो त्यही भएर मलाई अहिले बिहान भन्दा पनि यहीँ जान मन लागेको थियो पशुपति भन्दा नि मौसम पनि राम्रो भइदियो राम्रो छ कति हामीलाई जुरेको रहेछ यहाँ आउन आज कस्तो राम्रो भइदियो मौसम राम्रो भयो भने बेलुका गएर त्यो बिहान कहिले जाने बिहान आज बिहान त्यसले चाहिँ कहाँबाट चाहिँ खिच्थ्यो बिहानको हिजोको त्यो एउटा मान्छेले यो भने बेलुका जाँदा पनि हुन्छ गाइस तल डाँदैछ डाउन कस्तो यो रहेछ छेकेछ नि केही देखिँदैन रहेछ यहाँदेखि त्यहाँ तल त्यस्तो घाम लागेको थियो जाडो हुन्छ क्या म पनि तिम्रै छेउमा रोके जस्तो भयो नि डेढी त आत्थेर नि अस्ति त्यो रोक लाइन पनि जाँदो रहेछ कहिले काहीँ त्यस्तो झन् मजा हुन्छ डेढी चाहिँ अनि राम अहिले ठिक छ मजा आछ डेरीले राम अब त्यहाँ के थियो एउटा मन्दिर अरू केही छैन छ नि मन्दिर छ घुम्ने ठाउँ छ त्यही त के हुनु अनि पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा यहाँ यो चन्द्रगिरी डाँडाबाट हेरेर देखेको क्या त्यो काठमाडौँ त्यहाँ जित्छु भनेर अनि त्यहाँदेखि प्लान बनाएको त्यो सबै पृथ्वीनारायण शाहले हेरेको सबै छ अब यो रोकौँ